ऊ तल छ अनि म माथि छु यतातिर काफल खानलाई। यता जति पनि सक्यो जति पनि तपाईँहरू नबोलेर आउनुहोस् ल खानलाई। ल छिटो 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 आइहालेँ म। देखिरहेको छु नि मैले काफल। ओहो काफल खाने न्युमा आज मरिन्छ कि कहिले धन्न भने मम्मी काफल पाकिन रातै रहेछ हो साँच्चै आउनु न। Hello everyone, good morning and welcome back to my channel. आज हामी धेरै लामो समयपछि भ्लग बनाउँदैछौँ अनि प्लस काठमाडौँबाट काफल खान जाँदैछौँ है जङ्गलतिर। अब काफल पाइन्छ कि पाइँदैन नि त्यो त थाहा छैन। जङ्गल पनि कति नुवाकोट हो नि त, तर तेरो च्यानल होइन नि मेरो च्यानल हो फेरि यो च्यानल चाहिँ। ल सो गाइज हामी चाहिँ अब जाँदैछौँ नुवाकोट। लेट्स गो रेडी। हामी चाहिँ काठमाडौँदेखि नुवाकोटसम्मको यात्रा गाडीको यात्रा लगभग सकिएको छ काफल खान जानलाई हैन। अनि अब यति बेला चाहिँ ट्याक्क हामी नुवाकोटको गुरुङ गाउँमा झरेका छौँ। उता पारीतिर यतातिर यस्तो यस्तो छ, यहाँ पुरै मकैहरू रोपेर यत्रो ठुलो भइसकेछ हैन। मेरो गाउँतिर त आफ्नो गाउँतिर त अब रोप्दैछन् अहिलेलाई। अनि अब फेरि धेरै उकालो हिँड्नुपर्ने हुन्छ, हामी उकालो लाग्छौँ उकालोतर्फ सरर पारेर। अनि हामीले अर्को कुरा भनेको पानी पनि ल्याएर आएका छौँ होइन, माथि पानी नपाउनु सक्छ भनेर। पानी बोक्ने चाहिँ काम यस्तो हुन्छ, मैले त झोला बोकिरहेको छु। कस्तो हुन्छ त? अनि यो बाटो सरर जाँदैछ माथि र हामी हिँड्दै गर्दाखेरि अलिकति त्यो पिच बाटो छोडेर उकालो पनि धेरै हिँड्नुपर्ने हुन्छ र हामी यो उकालो हिँड्दै 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 आयौँ होइन। अनि पानी यसले आधा जति सकिसक्यो, यसले पानी नलगाउँ भन्दै थिएँ। अब मैले अब चाहिन्छ नि त, थाहा छ नि त मलाई यस्तो ठाउँमा यस्तो जाँदाखेरि होइन चाहिन्छ माथि पिउनुपर्छ भनेर चाहिँ ल्याएर आएको थियो। अहिलेसम्म मैले एक घुटको पनि खाएको छैन, उसले खाइरहेछ अझ खोलिरहेछ। तपाईँ त्यो राम्रोसँग लगाएन सर। अब काफल चाहिँ अब अलि ढिलो समय भइसकेको छ हामी आउनु चाहिँ। अब भने जस्तो चाहिँ खासै राम्रो त छैन काफलहरू, तर पनि यो रुखमा चढ्नु पर्यो होइन। चढ यो रुख सक्छ जा त। काफल खान पाएपछि जान्छ यो मलाई थाहा छ। र मैले पनि अब यो जुत्ता खोल्नु पर्ने हुन्छ। यो माथिको यो हल्का यो बाहिरको लगाएको त खोलेँ, गर्मी भयो क्या, यस्तो गर्मी भयो। यो गर्मी पछि सुकिसक्यो सुकियो कि सकियो हो? सुक्या भयो नि टिप्न त एक थोरै म खाउँ। हामी चाहिँ काफलको रुखमा बसेर काफल खाँदैछौँ। थैलोमा हालिसक्नुभयो, मैले चाहिँ पेटकै थैलोमा हालिरहेको छु। अहिलेसम्म हालिरहेको छु, पेटकै थैलोमा हालिरहेको छु, उहाँले चाहिँ पोलिथिनको थैलोमा हालिसक्नुभयो है। हजुर काफल खाएका काला केटा पेटो हाल्नुहुन्छ कि थैलाउन? म त काला केटा पेटो हाल्छु, रातो केटा थैलाउन हाल्छु। हो र? तेरो पेटको थैलामा हाल्यो तैँले त नि होइन? अनि यसले पुस्न होला तेरो? कहाँ यस्तो हुन्छ? हुँदैन? हजुरबाले पुस्नु न त। त्यहाँ मेरो उस ए यहाँ त्यो के अरे माइक छ मेरो। हामीले चाहिँ काफल पाइन्छ नै भनेर यो ल्याएरै आएको थियौँ है। काफल टिप्नु भएर चाहिँ अब काफल हाल्नु है कति हुन्छ ल हाल्दैछ यसले काफल चाहिँ। काँचा काँचा टिप्नु बेर त्यही पनि धेरै बनाउनु बेर दाजुले होइन। कहाँ काँचा टिप्छु मैले, पाखेको टिप्छु के। ढिलो नगरी हालिहाल्न छिटो, त्यो नच्यातेर। एकजना भयो पर्नुहुन्न है, कति हुन्छ ल। एउटा रुखमा टिपेको थोरै बाँकी छ, म त्यहाँ टिप्नु जानु छ अहिले एकछिन। काँचा धेरै टिप्नु बेर यहाँ छ त हाल्नु सबै। अर्को तेरो पनि हाल्नु कति छ खै छिटो। के अरे के भनिस् र सुनिएन? मैले चाहिँ पाकै टिपेको छु क्या। छिटो हाल्न त नि त्यहाँ कति हुन्छ खै। यति भर्ने मात्रै भनेको हो है हामीले। हामी चाहिँ यहाँ ट्याक्कै 12 बजी पुग्यो है। कति बजी अहिले? अहिले हेर्नुपर्छ, 2 बजी होला। 2 बज्न लाग्यो। अब हालिसक्यो होइन। हालेर अब त्यहाँ फेरि म टिप्छु त्यो रुखमा। यति भयो, आधा भयो होइन। अब बिर्को लगाएर राख्ने त्यहाँ टुक्को पारेर।
मैले चाहिँ एउटा काफलको बुट्टा देखेँ है, यस्तो भिन्छ कि लास्ट क्या हाम्रो घर जस्तै छ, सेम टु सेम हाम्रो घर। हाँसकाममा मेला नि यस्तै थियो, अब त्यस्तै छ यहाँ पनि। अनि म चाहिँ हामी चाहिँ होइन, म चाहिँ यहाँ कता कता छिर्नलाई मम्मी काफल पाकिन राख्दै रहेछ हो, साँच्ची आउनु न ओम्ने भनिरहेको छु क्या मैले, तर यहाँ बाटो पो छैन यार। ल्याएर आउनु न, तर यहाँ है काफलको ढुक्क जाने मम्मी मरे, बाटो चाहिँ रहन्छ। को मूर्ख होला त यस्तोमा भनिया त, जाली पो रहेछ यता त। ल ल अब जानलाई उता काफल चाहिँ पाकेर रातै छ, तर जाली रहेछ। अब यहाँ हामी जानलाई अब खोजिरहेको, तर काडे तार रहेछ उतातिर। यो ल ल ल ल ल ल गयो पास आउट भयो त्यो। ल अब म कसरी पास आउट हुने त, अनि म त यतै तारको यतै छु। ल त उताबाट मलाई देखा त एकचोटि म कसरी छिर्छु। काफल गर्न कहाँ सजिलो छ त, यहीँ यो ल्याउनु त थालिदिनु भयो तर झोला त्यहाँ। ल ल आइहालेँ म, निउड्किन आउनु ल, देखिरहेको छु नि मैले काफल। ओहो बन्दी चिरियो। बुढाबुढी आएको है काफल खानलाई खासमा। ऊ तल छ अनि म माथि छु यतातिर काफल खानलाई। यता जति पनि सक्यो जति पनि तपाईँहरू नबोलेर आउनुहोस् ल खानलाई। ल छिटो छिटो छिटो। अब यो रुखबाट यति टिपेर ल्याएँ होइन, यो उताको रुखबाट हो। अनि अब यो हाल्नु त पर्यो होइन, सायद योभन्दा भरिएर पनि बच्छ होला क्या। यो दुईवटा रुखको टिप्दाखेरि अझै टिप्नु पर्नेछ, त्यहाँ गएर माथि फिल बनाउनु पऱ्यो नि त्यसलाई। लगभग भरियो है यो छ नि, यो छ नि जान कि हेर त। इक्को भन्दा नि खतरा छ यार त्यो मान्छे त। अनि म त यहाँ भुइँमै छु, घाँटी लाग्यो यार कस्तो पारी तरिकाले। यो दिएर फेरि जान्छु, अब टिपेर ल्याउँछु यति भएर। यो काफलको रुख अनि ऊ त्यहाँ यतातिर टिप्यो होइन टन्नैतिर। अनि अब हामी चाहिँ यहाँबाट जानु लाग्यो, किन भन् जानु लाग्यो अरे अब अहिले छिटै पानी पर्यो त्यही भएर, पानी पर्ला जस्तो भएर च्यालेन्ज गर्ला जस्तो छ कि आकाशले पनि। अनि हामी यस्तै छौँ। अनि छिर्नुपर्ने चाहिँ यहाँबाट यो काँडे तारबाट काफल टिपेर है, ऊ त्यहाँ माथि चाहिँ काफलको रुख। अनि यस्तो माथि उकालो गएर हामी टिपेर आयौँ रोडमा। ट्विक 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 पाडेर हिँडिराख्नु भएको है। म चाहिँ यहीँ हिँडिरहेको छु, मेरो कपाल चाहिँ पुरै भुतिङ्गा जस्तो भइरहेको, काँडाले कोर्यो नि त, पुरै पुरै अहिरी काँडा थियो क्या यहाँ त। अनि मान्छे पनि भुतिनी भन्दा कम त कहाँ छ त, कहाँ भुतिनु हुनु, म त एकदम हिरोइन जस्तै देखिन्छु। तर अहिले चाहिँ त्यस्तै भइरह, मेरो अवस्था चाहिँ यस्तो छ, पुरै यहाँ कपडामा लागिसक्यो माटो, काफलको रस, अनि प्लस अब जङ्गलमा हिँडिरहेको कुहिया पात सब केलाएर लाग्यो। अब यहाँ हामी बसिरहेको थियो, कुकुर पनि आयो क्या यहाँ हामीलाई देखेर आइज आइज भनेको उता उता भएको छ क्या। मेरो डर मान्छ क्या। ओ माई गड उतै पानी, यस्तो पानी परिरहेछ। अब भिज्छौँ कि। फाइनली हामी चाहिँ रुममा पुग्यौँ है, काफल लिएर। काफल चाहिँ यत्रो भयो, 600 रुपियाँ भाडा तिरेर गएर हामीले काफल टिपेर ल्याएर कहाँ 600 150 600 भन। अनि ए हो र 300 जानु 300 आउनु 600 है, क्यालकुलेट गर्नुहोस्। अब यहाँ काठमाडौँमा बसेर 600 को काफल खानु त अब सकिँदैन। अब भाडा गयो त केही लाग्दैन, अब भाडा गयो काफल पनि खाइयो। अनि प्लस हामीले के ल्यायौँ भनेपछि त्यो चाहिँ क्या हो भनेपछि अब भन्नु मिलेन, यहाँ त देखाउनु नि मिलेन।
यो चाहिँ सिस्नो है, मैले बारीबाट चोरेर ल्याएको, कसको बारीबाट हो, जङ्गलको सिस्नो। अब अनुमति बिना नै टिप्यौँ हामीले चाहिँ खायौँ। अब हामी चाहिँ खाने, अब तपाईँहरू चाहिँ त्यहाँ हेरेर बस्नु ल।